हेलो गाइस, सेवारो वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी यहाँनिर ग्लोबल भिलेज घुम्न आइरहेको छौँ। यहाँ मेरो छेउमा पछाडि हुनुहुन्छ सोल्टिनी, अनि उता पर हुनुहुन्छ सोल्टी, गोविन्द सोल्टी, अनि उता दाजुहरू चाहिँ पार्किङ गरेर आउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले चाहिँ एकदमै लेट भइसक्यो है, बिकज अफ टु मच ट्राफिक। हामी चाहिँ एकदमै पार्किङ पाउन एकदम गाह्रो पनि भयो, अनि ट्राफिकले गर्दा पनि एकदमै धेरै लेट भयो। सोचेको समयभन्दा धेरै लेट भइसकेको छौँ र सोल्टिनीलाई चाहिँ यहाँ गाडीले मार्दो रहेछ। एकदमै सोल्टिनीलाई चाहिँ गाह्रो अवस्था भएर यहाँ सोल्टीसँग यहाँ हिँडेर आउनुभएको थियो। हामी चाहिँ आउँदैछौँ, दाजु चाहिँ उता अब त्यहाँ पार्किङ लगाएर आइसक्नु भएको छ। सो हामी चाहिँ अब ग्लोबल भिलेजतिर जाँदैछौँ है त गाइस। प्लिज किप वाचिङ माई भिडियो। सो हामी चाहिँ गाडी पार्किङ गरेर अलरेडी हिँडेर जाँदैछौँ। यहाँ दाजु भाउजू पछाडि हुनुहुन्छ, यहाँ सोल्टिनी र म छौँ, अनि त्यहाँ अगाडि चाहिँ दुर्गा र गोविन्द सोल्टी जाँदै हुनुहुन्छ। हजुर भाउजू, भाउजूले चाहिँ एप्पल खाँदै हुनुहुन्छ, सोल्टिनी चाहिँ यहाँ काँचो आँप खाँदै हुनुहुन्छ। सोल्टिनीलाई चाहिँ एकदमै रिङ्गटा लागेर चक्कर आएर अमिलोले चाहिँ चक्कर काट्छ भनेर खाँदै हुनुहुन्छ। सो तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ त्यहाँनिर मेन गेट रहेको छ र हामी चाहिँ हेडिङ टुवर्ड द मेन गेट। आज चाहिँ हामी लास्ट सपिङ गर्ने हो होइन भाउजू। एकदमै हामी चाहिँ यहाँनिर यहाँ ब्यागमा टन्न पैसा बोकेर आएको छौँ गाइस। अब हेर्नु होला हामी के सपिङ गर्छौँ। हाम्रो सोल्टिनी चाहिँ एकदमै यहाँ भ्याकेसन जाँदै हुनुहुन्छ नेक्स्ट मन्थ है। यहाँ दुबईको एकदमै एक्सपेन्सिभ चिजहरू लिएर जाने भनेर आउनु भएको छ। हामी चाहिँ होइन, हामी चाहिँ आज के प्लानिङ गरेर आएको छौँ भने 1000 रुपियाँ पर्ने सामान चाहिँ 100 धिरामा लाने होइन भाउजू। छैन, भाउजूले चाहिँ अब सेटिङ स्प्रे लाएर आउनु भएको छ है, मेकअप सेटिङ स्प्रे। त्यही पनि त्यहाँनिर गाजर लतपत हुन्छ कि भनेर भाउजू एकदमै टेन्सनमा हुनुहुन्छ है त गाइस। किप वाचिङ। सो गाइस, फाइनली हामी चाहिँ ग्लोबल भिलेज आइसक्यौँ। यो अगाडिको मेन गेट, यो चाहिँ ग्लोबल भिलेजको इन्ट्रान्स रहेको छ। दाजु एन्ड सोल्टी अगाडि गइरहनु भएको छ, हजुरहरू फलो गर्दै हुनुहुन्छ। यहाँनिर यता हुनुहुन्छ मिस्टर दुर्गा थोक्लेन। यो मेन गेटको यो मेन इन्ट्रान्सको लाइटहरू चाहिँ एकदमै कलरहरू चेन्जिङ हुन्छ है, चेन्ज भइरहेको छ। तिमीलाई चोरेर दिलमै थुनु कि तिम्रो माया हजुर मनमै हुनु कि तिम्रो माया हजुर मनमै। हामीले चाहिँ अलरेडी पाकिस्तानभित्र छिरेर सोल्टिन र मैले चाहिँ ब्याग लिइसक्यौँ। भाउजूले चाहिँ दाजुलाई एउटा वालेट गिफ्ट किनिदिनु भएको छ। अब हामीसँग चाहिँ धेरै टाइम नभएको हुनाले हामी चाहिँ एकदमै छिटो घुमिरहेको छौँ गाइस। हेर्नु मेरो पसिनै आएको छ। सोल्टी यहाँ पछाडि हात बाँधेर बसिरहनु भएको छ अल्छी लागेर। यता हाम्रो दुर्गा थोक्लेन चाहिँ हुनुहुन्छ। अब हामी यहाँनिर युएमा आयौँ। युए भित्र छिर्ने हो गाइस। दाजु भाउजूहरू चाहिँ कहाँ जानुभयो थाहा छैन। सोल्टिन र म चाहिँ यहाँनिर भिडियो बनाउनुमा व्यस्त। हामी चाहिँ यहाँनिर अहिले यो गेमहरू खेल्ने ठाउँमा आइसकेको छौँ र अहिले चाहिँ हामी कोरिया छिर्दैछौँ सोल्टिन र म। दाजुहरू चाहिँ एकदमै ढिलो हिँड्दै हुनुहुन्छ, त्यही भएर हामीले दाजुहरूलाई छोडेर आयौँ। किनभने अलरेडी ग्लोबल भिलेज चाहिँ क्लोज हुने बेला हुन आँटिसकेको छ। त्यही भएर हामी चाहिँ एकदमै यहाँ हतार गरेर घुम्दैछौँ। अहिले त्यहाँ माथि कोरिया छ, थाइल्यान्ड छ, अनि त्यहाँदेखि हामी चाहिँ अब यही कोरिया, थाइल्यान्ड, जापान, चाइना घुम्छौँ। हामी त यहाँनिर अहिले थाइल्यान्डको उसमा छौँ, यहाँ गेमहरू खेल्ने ठाउँमा। थाइल्यान्डमा चाहिँ हामीले सपिङहरू गरेर अहिले यहाँ बसेको। अनफर्चुनेटली होइन, टाइम चाहिँ एकदमै हामी आज लेट आएको भएर सबै सपहरू बन्द भयो भनेर हामी चाहिँ यहाँनिर अब जान आँटेको। दाजु चाहिँ थाकेर बस्नु भएको छ, यता सोल्टिनी, यता भाउजू। सो गाइस, मैले चाहिँ आज धेरै ब्लग बनाउनु पाएन बिकज हामी चाहिँ अलिकति अलरेडी लेट आएको भएर, अनि
सपिङहरू पनि गर्नुपर्ने भएर होइन सोल्टिनी त्यही पनि हामीले कस्तो फास्ट सपिङ गरेको है फास्ट सपिङ गर्दा पनि बन्दै भयो अमेरिका र जापान घुम्न जानु पाएन मलाई चाहिँ युरोप अमेरिका एन्ड जापान चाइना जानु मन लागेको थियो तर हामी चाहिँ कोरिया र थाइल्यान्ड मात्रै जानु पायौँ बिकज अलिकति कोरिया र थाइल्यान्डमा चाहिँ हामीलाई मनपर्ने होइन सामानहरू पाउँछ भनेर हामीले पाकिस्तानमा सपिङ गऱ्यौँ त्यहाँदेखि हामी कोरिया र थाइल्यान्ड मात्रै घुम्न पायौँ अनि एक दुईवटा गेमहरू खेल्यौँ तर भिडियोहरू फोटोहरू केही गर्न पाएन सो गाइज मेरो भ्लग चाहिँ यतिमै म एन्ड गर्दैछु प्लिज subscribe do like give me comment okay thank you for watching my vlog it's going to close now bye bye